चाहिँ बसिरहेको छु के गरेको सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक माई न्यू ब्लग। सो गाइज है हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। र आज चाहिँ म यता दरबारमाग जान लागेको यता साथीलाई भेट्न र त्यहाँ गएर पेट्रोल पम्प गएर 1 लिटर तेल पनि बोतलमा भरेर जानु छ है। अनि जान्छु अनि त्यहाँ गएर चाहिँ आज म बाइक सिक्छु भनिरहेको थिएँ नि त। अनि म हेरौँ दसैँ अगाडि मेरो अब यो मैले मालदाको लागि ट्राई गरिरहेको थिएँ क्या। 9 महिना भइसक्यो, अब भएन भने चाहिँ बाइक झिकौँ भनेर मैले सोच गरिरहेको थिएँ क्या। अनि मैले लाइसेन्सको लागि फर्म पनि हिजो भरिसकेँ है। अनि हेरौँ आज बाइक चाहिँ खासै राम्ररी चलाउन आउँदैन, हल्का आउँछ अलिअलि होइन, अलिअलि चलाइरहेको थिएँ त्यही हो। अनि हेरौँ आज चलाइ हेर्छु अनि कस्तो हुन्छ। अनि लाइसेन्सको लागि फर्म भरेको छ अनि त्यहाँ फर्मको त्यो डेट निस्केपछि चाहिँ म 1 हप्ता त्यही लाइसेन्सको लागि म त्यो ट्रेनिङ लिन्छु है। त्यसपछि चाहिँ लाइसेन्सको लागि ट्रायल दिन्छु, हेरौँ के हुन्छ। अनि त्यही भएर चाहिँ मैले आज बाइक सिक्न जान लागेको अनि साथीको बाइक हो। अनि किनकि अब हामी यस्तो ट्रायल सेन्टर जाँदैन कि चौरमा जाने हो, चौरमा गएर सिक्ने हो। किनकि अब एकैचोटि मलाई 8 घुमाउन सक्दिनँ नि त, गाह्रो हुन्छ। त्यही भएर पहिला चौरमा हात बसाउँछु। अनि त्यही हो गाइस, मैले चाहिँ एनएस लिन लागेको। अब व्हाइट कलरमै लिउँ जस्तो मैले सोचिरहेको छु क्या। किनकि अब मलाई मनपर्ने पनि व्हाइट हो होइन, धेरै जस्तो त व्हाइट ब्ल्याक। अब हेरौँ त्यो गाइस। अब म तपाईँहरूलाई एकैचोटि त्यहाँ पेट्रोल पम्प पुगेर भेट्छु अनि त्यहाँ पेट्रोल भर्छु, त्यसपछि तपाईँहरूलाई भेट्छु अनि गाडी चढ्छु, सिधै दरबारमाग जान्छ है त। सो गाइज म फाइनली यहाँ दरबारमाग पनि आइसक्यो। अनि आएर पनि एकछिन केटासँग बसेँ, केटाको रुममा। अनि यस्तो टाउको दुख्यो नि गाडीमा आएको, अनि अलिक भिड थियो नि त गाडीमा पनि। अनि म उभिएर बसिरहेको थिएँ क्या। त्यो म यहाँ दरबारमाग छु है। अनि यो दरबारमाग त्यो त वाणिज्य ब्याङ्कभित्र हो। अनि यस्तो घाम लाग्छ नि, यस्तो घाम लाग्छ थोरै बिगारिदिने क्या। अनि त्यो मैले 1 लिटर तेल ल्याएको थिएँ नि त 180 क्या। म त ल कस्तो टुवा परिरहेको क्या, डरै लाग्यो भने 180 अनि रे। अनि यसो सोधेँ होइन, दाइ यो भरिदिनु न त 1 बोतल भनेर भनेको, कति पैसा भन्दा त 180 रे। ल त्यसपछि चाहिँ अलिकति गाह्रै होला जस्तो लाग्यो क्या अब बाइक चढ्नलाई नि। अनि यता छ अनि उसको चाहिँ 220 बाइक हो। 220 चाहिँ उसले लाँदैन किनकि यहाँ अफिसको बाइक छ। अफिसको भन्दा नि फेरि यो सरकारी बाइक होइन, प्राइभेट हो। यही बाइकमा जाने हो। 180 रुपियाँ है यो भरि। पहिलाको त माया लाग्यो त आजभोलि त काम छैन नि त आजभोलि त। अनि त्यही गाइस आज सिक्ने बाइक यो मैले 1-2 राउन्ड हान्ने अहिले गएर होइन। पेट्रोल झिक्छ कुन ठाउँ लान्छ, अब खाली चौरमा जानु पऱ्यो नि त। अब त्यो तपाईँहरूलाई अब एकैचोटि त्यतैतिर पुगेर भेटौँला है त। एउटा कुरा भन्नै बाँकी थियो यार, मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब सेयर पनि गर्नु पऱ्यो कि, अलिकति सपोर्ट पनि चाहिरहेको छ तपाईँहरूको, त्यही हो होइन। सो गाइस हामी चाहिँ यहाँदेखि निस्केको है त। यहाँदेखि जाउँ, हेरौँ कुन साइड हुन्छ त्यो। अब बाटै थाहा छैन क्या राम्ररी। अब हेरौँ कुन ठाउँ अब सफा छ, अलिकति खुल्ला छ, त्यतैतिर गएर सिक्ने हो। अब तपाईँहरूलाई पनि त्यतैतिर गएर भेटौँला है त। बाइक सिक्न चाहिँ अब सिफल चौरमै जान्छ चाबेल। अनि यहाँनिर चाहिँ यहाँ कृष्ण अष्टमी हो नि त आज, त्यही भएर यहाँ बाटोहरू बन्द रहेछ कि। हामीले त्यहाँ बाइक साइक पनि त्यता राख्यो। अनि यहाँ मन्दिरमा यता त्यहाँ पूजा हुँदै रहेछ। अनि यहाँनिर के हो यो खासमा चाहिँ, यो यहाँ पूजै हो कि के हो, त्यही भएर सायद यहाँ पनि पूजै होला। म तपाईँहरूलाई देखाउँछु है त, थोरै मात्र, धेरै त के देखाउने होइन। अब एकछिन अब यता साथीको रुम छिर्छु अनि एकछिन बस्छु। अनि त्यसपछि अहिले सिफल जान्छु। अनि त्यसपछि होइन बहिनी यहाँ त ए लाखे यति गर्दै रहेछ आज त। लाखे मार्छ होला, लाखे आज अन्तिम दिन हुन्छ नि त।
पैसा फ्याँकिरहेछ क्या सो गाइस फाइनली हामी यहाँ चाबेल सिफलमा छ है अनि म चाहिँ यहाँ बाइक अहिले त्यो गर्न लागेको होइन चलाउन लागेको प्र्याक्टिस गर्नु पऱ्यो नि त अनि अघिको आज चाहिँ लाखे त्यो कृष्ण अष्टमी थियो नि त अनि आज चाहिँ त्यहाँ भइरहेको रहेछ अनि आज 12 बजे अन्त्य गर्छ अरे त्यही मन्दिरमा त्यो के अरे यता नक्सालको मन्दिरतिर हुन्छ होला सायद त्यही हो बाइक सिक्छु तपाईँहरूलाई अब एकछिनमा भेटौँला है त अब तपाईँहरूलाई हल्का यहाँ बाइक प्र्याक्टिस गर्नु पऱ्यो आउँदैछ चलाउनु मजा आएको छ यार मजा आएको सिक्दैछु मस्त होइन केटो कुदाउँदैछ है अहिले चाहिँ चलाउँदैछु म चाहिँ बसिरहेको छु के गरेको यस्तो अनि सिक्दैछु यार बच्चाहरू अगाडि आइपुग्यो गऱ्यो भने त मजा जान्नेलाई होइन भाइ बाइक पनि हिरो हन्डा परे है सिक्नलाई यस्तै हो सिक्नलाई सिक्नु त पऱ्यो एकैचोटि ठुलो बाइक चढ्यो भने गुल्दिहाल्छ केटोले चलाइरह है अहिलेसम्म चाहिँ कति घन्टा भयो हो 1 घन्टा भयो यहाँदेखि उता चाहिँ तैँले चलाउँछ हो त्यहाँ रोक्ने हो अहिले जाउँ न जाउँ अहिले जाउँ न जाउँ सिधै जाउँ त्यो चाहिँ दिदीको होटल आइपुग्यो होइन जाउने हो होइन नि जाउँ लग्ने होइन नि भएन त्यसपछि खौजा लगायो साइड माल्नु पर्दैन होला सिधा हो साइलेन्ट बालिस राम्रो कुदाइरहेको छ डर लाग्यो माइल बहुत डर लाग्दो रहेछ नि घाटे बाटो चाहिँ यस्तो खतरा छ है ल हामी चाहिँ हाम्रो जक्सनमा आइपुगेका छौँ परै जाने होइन परै जाउँ त्यो त मऱ्यो त आफै के हुने त्यो भइरहेको हुन्छ फेरि बजा कतै जाउँ परै जाउँ ए अब त सक्ने रहेछ त्यो बानी नभएर हो 1 महिना मैले झिकेर 1 महिना वाफे माथिल्लोपट्टिबाट छिरा है उयो गाडी यहाँ त होइन सिधै यहाँ सिधा त्यसरी होइन कि त्यो ब्रेक अगाडिको ब्रेक फुल थिच्छ यसो फुल थिच्छ त्यो अफ हुन्छ होला नि त्यही त अफ गर्नु न्युट्रलमा बाहिर गर्दा नि गयो त्यो जाममा त न्युट्रलमा राख्नु मिलेन अब यो चाहिँ डिलिट गर्ने अब सो गाइज आज मस्त बाइक नि चलायो अनि खेर मजा नि आयो 3को गियरसम्म लग्यो होइन अब 1को 2को गियरसम्म क्यारेर चलाउने मान्छे 3कोसम्म लानु ठुलै हो अनि मैले फर्स्ट टाइम चाहिँ यो गल्लीको बाटो चलाएँ नि त यस्तो आयो अनि मजा आयो त्यो डर लागिरहेको थियो केटोले आँट भनेर आँट दिएको नि त त्यही हो अनि हजुरहरूलाई होइन मेरो भिडियो जस्तो लाग्यो नि सपोर्ट चाहिँ गरिदिनु होला लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होइन बिस्तारो मेरो पनि बाइकतिर यसो मोटर भ्लग आउँछ होला सायद है सायद कस्तो राम्रो केटी गयो यार कहाँ हो त्यहाँ
ठिकै छ नि आउँछ होला सायद अब मालदा भएन भने चाहिँ आउँछ अब भयो भने त त्यही हो जानपरी पनि होइन सबै गइसक्यो अब म एक्लै छु त्यही गाइज अनि अर्को भ्लगमा भेट्छु त्यतिसम्म टेक केयर सी यू गाइज बाई 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 हान्यो नि त केटालाई अल्छी लागिसक्यो म अघिदेखि बाइक चलाएको बसिरहेको थिएँ नि त त्यही हो गाइज अर्को भ्लगमा भेट्छ है त